हेलो साथीहरू, सबैलाई स्वागत छ मेरो किचनमा। म आज गाउँ आएको थिएँ, म गाउँको घर आएको थिएँ। त्यसैले आज माघे सङ्क्रान्तिमा हाम्रो गाउँघरतिर यो मासको बटुका पकाउने अनि सेलरोटी हाल्ने धेरै चलन छ। सेलरोटी त हिजो नै पकाएको हो। हिजो मैले भिडियो बनाउनु भ्याएन बाबुले मोबाइल लगेर, त्यही भएर मैले सानो भिडियो राखेको छु। यो पनि पुरा भिडियो बनाउन सकिनँ मैले, समस्या कारणले होइन। मेरो बाबुले मोबाइल खोसेर लग्यो, त्यही भएर मैले पुरा भिडियो राख्नु पाएन। त्यसको लागि सरी भन्छु। मासको बटुका पकाउने कस्तो गाउँघरतिर चलन छ है। मास पिसेर अनि भिजाएर पिसेर त्यसपछि तेलमा त्यसरी तारेर होइन, त्यो नुन खुर्सानी सबै मसला राखेर अनि तेलमा त्यसरी तारिन्छ।